Hello guys, welcome to my vlog. So म चाहिँ पिलिचो जान लागेको आज चाहिँ फर्स्ट डे म गाडी कुदिरहेको छु पुलचोकमा अनि अब हामी यहाँ गाडी चढेर चाहिँ यहाँबाट चाहिँ हामीले सहरतिर जाँदैछौँ अहिले 6:10 जति भएको छ टाइम स्टे ट्युन्ड हामी चाहिँ यहाँ अहिले खाना खानलाई रोकेको छौँ बेसी सहरमा यो होटलमा हम भयो है खाना खाएर भर्खरै बेसी सहरमा रेस्ट गर्नु छ मैले चाहिँ अब यहाँबाट चाहिँ 7 घन्टा लगभग 7 घन्टा लाग्छ बेसी सहरबाट खाजासम्म जानलाई अनि आज चाहिँ हामी उठ्दै नै बस्छौँ र अब त्यसपछि फेरि चाहिँ त्यहाँबाट बेस क्याम्पसम्म हाम्रो ट्रेकिङ स्टार्ट हुन्छ उता डोजर लगाइरहेको छ यस्तो बाटो यस्तो अफरोड छ यस्तो गाह्रो भइरहेछ नि यति गाह्रो भइरहेछ पिलिचो त ट्रेकिङ भन्दा पनि गाडीमा बेसी सहरबाट खाङसासम्म जानलाई चाहिँ एकदम गाह्रो छ आधी घंटा भएर गाडीको ब्रेक फेल भएर ब्रेक बनाएर अब निस्किने हेलो गाइज हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ चामीमा बल्ल चामीमा कति बजी अरे 7:30 भयो बल्ल अझै कति टाइम लाग्छ अझै वेलकम फ्रम खाङसा यस्तो राम्रो भ्यू छ यस्तो राम्रो भ्यू माय गॉड टिक्क हाम्रो रुमबाट निस्क्यो एन्ड देन दिस यति राम्रो देखिन्छ हेरेर बसौँ भएको तर हामी माथि जानु छ बेस क्याम्पमा आज झन् धेरै कि कस्तो राम्रो हिमाल हो कि यो यहाँ दाइहरूले चाहिँ यो नाङ्गो पहाड हो त्यसमा चाहिँ अलि परेर हिमाल चाहिँ देखेको भन्नुभएको थियो Oh my god. रुमबाट निस्किने बित्तिकैको भ्यू यस्तो छ अनि यो चाहिँ हाम्रो डाइनिङ हल खाङसारको यहाँ चाहिँ अस्तिको हिउँ अझै यहाँ चाहिँ यति चाहिँ रहेछ सो आजको हाम्रो ट्रेक चाहिँ सुरु भयो जति हेरे पनि ढोकै मिल्दैन यस्तो राम्रो छ कि अहिलेसम्म त कति टाइम भयो 20 मिनट भएर हिँडेको त्यस्तो
गाह्रो त भयो हिँड्नलाई सास फेर्न मात्रै गाह्रो भयो सास फेर्न चिसो हावा यहाँबाट यस्तो चिसो हावा आइरहेछ नि अनि मलाई फेरि रुगा लागिरहेको थियो अहिले त अलिक सन्चो सन्चो भएर आएको खासमा तर गाह्रो भयो मलाई गाह्रो गराइरहेछ तर म ढाड दुख्यो ब्याग फालेर हिँड्नु यो ब्यागलाई नि फालेर हिँड्दिउँ केही त छैन कि सामान फेरि केही पनि छैन तर यस्तो भारी भयो यस्तो भारी अस्तिको यो अहिलेसम्म पनि अलिअलि छ हेलिकप्टर जाँदैछ गाइस तिनीचमा यो बेस क्याम्प अहिलेसम्म त सिधा बाटो छ सम्म बाटो छ राम्रो बाटो छ यहाँ फोहोर फाल्न सख्त मनाइ छ यस फोहोर फाल्ने होइन मान्छेहरू फोहोर फाल्ने जस्तो त मान्छे कोही लाग्दैन मलाई यहाँ मात्र होइन कि जता पनि किन फाल्ने फोहोर होइन तपाईँ त त्यही डस्टबिनहरू मलाई फाल्ने त्यतिसम्म दिमाग त हुनुपर्छ नि त मान्छे भएर जन्मेसी भन्ने चाहिँ मेरो भनाइ हो अहिले चाहिँ हामी हाम्रो होटल अझै धेरै हिँड्नु छ Let's go. सिधा यो डाँडा कति छ दाइ अब यहाँबाट कति छ 1.5 घन्टा लाग्छ नानी 1.5 घन्टा अझै त्यति लाग्छ होला बरु त्यो लेन साइड चाहिँ हेरेर जानुस् किनभने माटो लुस्केको रहेछ झरिरहेको रहेछ है त सो गाइज बल्ल ल्यान्डस्लाइड एरिया आयो सो दाइले चाहिँ हामीलाई राम्रोसँग जाने यहाँबाट पिसा हालेर झरिरहेको छ भन्दै अझै 1 घन्टा छ अरे 1 घन्टा भन्दा कति घन्टा बित्यो सो गाइज हामी चाहिँ हिजो 8:30 बजे आइपुग्यौँ यहाँ यस्तो गाह्रो भयो त्यो ल्यान्डस्केप एरिया सकिनै सकिँदैन जति हिँडे नि होइन बाबुलाई बेस क्याम्प भने देखि नि देखिँदैन के लाइटै देखिँदैन अनि फाइनली देखियो होइन अनि त्यसपछि नि त्यही हो जस्तो लाग्छ हिँड्यो पुग्नै पुग्दैन अनि त्यसपछि चाहिँ आएर हामीले खायौँ दाल भात तरकारी अनि त्यसपछि सुत्यौँ अहिले बिहान कति 7 बजीतिर उठेर भर्खर ब्रेकफास्ट गरेर बसेको अब चाहिँ यहाँबाट हामी निस्किने हामी चाहिँ तिलचो जान अलिक सकेनौँ भन्दा नि बाटो एकदमै स्नोले पुरै भरिएको छ अरे अनि जान पनि नजान भन्नुभएको कुनै मान्छेहरू चाहिँ गएको छन् टुरिस्टहरू चाहिँ तर बिच बाटोबाट फर्किरहेछन् म्याक्सिमम् अनि त्यसैले चाहिँ हामी चाहिँ बिहान 4 बजी उठेर गएनौँ तिनीचो अहिले चाहिँ अब यहाँबाट फेरि फर्किने हो त्यो सोचेर त्यो ल्यान्डस्केप एरिया सोचेरै यस्तो खत्तम छ कि त्यो बाटो एकछिन फेरि रेस्ट गर्नलाई एकछिन उभिन या बस्नु नि मिल्दैन कि त्यहाँ हिँड्नु पऱ्यो कि छिटो फास्ट निस्किहाल्नु पऱ्यो त्यहाँबाट होइन अनि 5 मिनट या 10 मिनटमै 1 घन्टाको बाटो छ 1 घन्टासम्म माथि पनि हेऱ्यो तल पनि हेऱ्यो यहाँबाट खस्यो भने भन्दै सोच्दै हिँड्यो अनि अब कहिले बेलुका खाङसरसम्म कहिले पुगिन्छ तर यो ट्रिप त खै कस्तो के हो दुःख भयो चिसोले कि यस्तो पुरै स्नोले पुरै भरेको छ नाङ्गो पहाडहरू अनि चिसो हावा फेरि भोलि त्यो 8 घन्टाको जिपको सोचेरै
मलाई घरबाट त नजानु त भन्छै थियो तर मै जित्ती गरेर दुःख खोज्न आएको दुःख पायो तर रमाइलो नि भयो यस्तो अहिलेसम्म लाइफमा कहिले देखेको थिएन यस्तो धेरै हिमालहरू यहीँ खाङसारबाट हिँड्दैदेखि एउटा हिमाल मैले यहाँ पछि यहाँ आएर त जाडो यस्तो भएको थियो होइन अनि त हिमाललाई यति नजिकै छ कि त्यो हिमाल धेरै यहाँ भएको कि धेरै बेस क्याम्प बाई बेस क्याम्प अहिले चाहिँ आज बेस क्याम्प ल्यान्डस्लाइड छ अगाडि गाइज ल्यान्डस्केप एरिया यो सबैभन्दा गाह्रो बेस क्याम्पसम्मलाई चाहिँ यो सबभन्दा गाह्रो यस्तो छ बाटो अझै यो त केही नै होइन अझै छ उतापट्टि त्योबाट भित्र यतापट्टि गएपछि त कस्तो गाह्रो छ सब कटेर जानु छ एक सेकेन्ड रोक्नु मिल्दैन यही हो एकछिन रेस्ट भनेको अब चल सो गाइज हामी चाहिँ अहिले फेरि हिजो बसेको होटलमा यहीँ नै आएको छौँ खाङसारमा कति आउनु त हामी 3 बजीतिर आइसकेको थियौँ म आउँदा ठ्याक्क 3-2 भएको थियो है हामी कति 9:30-10 बजीतिर हिँडेको थियौँ क्या अनि आएर हामी एकछिन बस्यौँ तातो पनि खायौँ चाउचाउ खायौँ रारा चाउचाउ अन्डासँग यस्तो मिठो भएको छ नर्मल रारा चाउचाउ कति मिठो क्या यहाँ त अनि अब आज राति भात त खानै मन छैन मलाई बट हेरौँ के खाने अब आगो ताप्दै बसेको यो यसमा भित्र यसमा दाउरा हालेर आगो बालिदिनु भएको दाइले यस्तो मेरो फेस पुरै रातो भएको छ धेरै आगो तापेर अनि अब हामी यहाँबाट भोलि चाहिँ निस्किने जिपमा जाने 8 घन्टा त नर्मली लाग्छ अब तर हामी यहाँ ग्रिन लेक ब्लू लेक पनि एकछिन पस्छौँ होला त्यो पसेपछि त 1 घन्टा एक्स्ट्रा लागिहाल्यो 9 घन्टा लाग्ने भयो अनि फेरि त्यसपछि चितवन पनि जानु छ गाडी पाउँछ पाउँदैन भोलि नै चितवन फर्केर बेरमा सुत्नु भएको छ मलाई फेरि त बेसर गएर अर्को होटलमा गएर बस्न मन छैन बट लेट्स सी हेरौँ के हुन्छ हामी चाहिँ अब फर्किनु लागेको आज चाहिँ अब यहाँबाट बेसर त्यसपछि त्यहाँबाट चितवन सो यु गाइज यो चाहिँ ग्रिन लेक अन्त वाह कस्तो राम्रो के मिठो हुन्थ्यो है त्यसरी टेस्ट पनि फर्स्ट टाइम पता के हो त्यो जस्तो लागिरहेको ब्लू लेक जानेछ यस्तो छ हामी चाहिँ 10 मिनटको वक रहेछ अब त्यहाँ पुगेर हजुरलाई लेक देखाउँछु ओके